सबैमा नमस्कार। जति पनि हुनुहुन्छ तपाईँहरूले भोलि नेपाल नेपाल भनेर कमेन्ट छोड्नु होला। जसरी पनि नेपालले जितोस् यो युएसएसँग भएको गेममा, क्रिकेट म्याचमा। तपाईँहरूले नेपाल नेपाल भनेर कमेन्ट नेपाल विन भनेर कमेन्ट छोड्नु होला। र यसै गरी अब भोलि बिहानको लाइभ हाम्रो 9:30 हुनेछ नेपाली टाइम, 11:15 हेर्न नबिर्सनु, अवश्य पनि नबिर्सनु होला। र सबै जति पनि हुनुहुन्छ नेपाल 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 भनेर, नेपाल विन भनेर कमेन्ट छोड्नु होला। नेपालीहरूको आजसम्मको म्याचहरू एकदम राम्रो रूपमा प्रस्तुत भइरहेको छ। यसैले नेपालीहरूलाई अझ मोटिभेट, हाम्रो खेलाडीहरूलाई मोटिभेट गर्नको लागि र थप ऊर्जा दिनको लागि नेपाल नेपाल भनेर साथी सबैले, तपाईँहरू जति पनि आउनुभएको छ लाइभ हेर्नको लागि, नेपाल नेपाल भनेर कमेन्ट छोड्नु होला। र मेरो च्यानललाई पनि सब्सक्राइब गर्नु होला। यस्तै नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ लाइभहरू, म्याचहरू देख्नको लागि तपाईँहरूलाई पनि सपोर्ट गर्नेछु र मलाई पनि भिडियोहरू बनाउनको लागि मोटिभेट हुनेछ। र भोलिको म्याच जसरी पनि नेपालले जितेको हुनुपर्नेछ। यो क्रिकेटको एउटा सुरुवात हो, वर्ल्ड कपको सुरुवात हो। किन भन्दाखेरि अब बल्ल श्रेणीहरू अब यो साल 2025 अवश्य पनि नेपाललाई फलिफाप हुनेछ। 25 र 26 हेर्दै जाउँ भोलिको, अब आजको दिनहरू कसरी सुरुवात गर्नेछ, कसले टस जित्नेछ भन्ने कुरो यसको पनि एकछिनपछि जानकारी भइहाल्नेछ। र हाम्रो खेलाडीहरू, नेपाली खेलाडीहरू 101 तयार अवस्थामा छन्। र तपाईँहरू पनि नेपाल नेपाल भनेर कमेन्ट कुदाउनु होला। र साथीहरू सबै मिलेर एकअर्कामा नेपालले जितोस् भनेर प्रार्थना राख्नु होला। अब युएसए प्लेयरहरू पनि त्यति कमजोर छैनन्। अब एकदम टक्करमा गेम हुनेछ। किन भन्दाखेरि पहिला पनि धेरै म्याचहरू खेलेका छन् र मैले पनि उनीहरूलाई नजिकबाट देखिरहेको छु। र यो हिसाबले हेर्नु पर्दाखेरि सायद नेपालले त्यति धेरैको अन्तरमा होइन, सायद अब थोरैको अन्तरमा नेपालले जित्नेछ अवश्य पनि। र तपाईँहरूले पनि नेपाल नेपाल भनेर कमेन्ट कुदाउनु होला भन्न चाहन्छु। र यस्तै अरू नयाँ नयाँ भिडियोको लागि पनि मलाई सब्सक्राइब गर्न नबिर्सनु होला। हुन त मसँग 5000 भन्दा माथि सब्सक्राइबरहरू हुनुहुन्छ। तपाईँहरूले मलाई जबरजस्ती सब्सक्राइब गर भन्ने कुरा पनि भएन मैले तपाईँहरूलाई। त्यही भएको हुनाले अब आफ्नो एउटा नेपालीको नाताले तपाईँहरू हुनुहुन्छ भने एउटै पेजमा जोडिनु होला। यसो कमेन्ट कुदाउन सहिलो हुन्छ भनेर मैले तपाईँहरूलाई रिक्वेस्ट गरिरहेको छु। र यस्तै भिडियोहरू लिएर, अरू पनि भिडियोहरू लिएर आइरहनेछु। जस सब्सक्राइब गरेर